फेरि डाइरेक्ट कामबाट चाहिँ स्टार्ट हुँदैछ। अहिले चाहिँ 1:30 भयो, 1:30 हुँदैछ, 11:30 भइसक्यो। अहिले चाहिँ 1-2वटा प्रिन्ट छ, प्रिन्ट गरेर हेरौँ अब के कसो हुन्छ। भ्लगिङको बारेमा सोचेको छैन, अब जे हुन्छ त्यही बनाउँदै जाउँला। 1 बजेको छ, अब एकछिनमा नास्ता खान जान्छु। भोला गुटका लिन आउँदैछ साउजीको लागि। गएको आएको छु खानलाई। मलाई ठाउँ पनि थाहा छैन, एकजना मेरो साथीले मलाई ल्याएको छ। र हेरौँ के हुन्छ यहाँ। यो केटा के भन्छ, अब के हुन्छ त्यहाँ हेराउँछु। यो पनि आज फर्स्ट टाइम है, फर्स्ट टाइम। अस्ति आएको थिएँ यहाँबाट, बाहिरबाट घुरेको थिएँ। आज चाहिँ खाएर जाने है। पट्टि आइसकेको छ। रोस्टहरू चाहिँ आउनलाई हल्का टाइम लाग्छ अरे, कम्तीमा 15-20 मिनट लाग्छ। हेरौँ कम्ती मिनट त्यो पनि आएर पुरै भिजुअल हेराउँछु। अहिले चाहिँ यो चाहिँ कम्तीमा 50 रुपियाँको चटपटी हो। धेरै ठुलो थालीमा त अलिक टेस्टी छ अरू टाइमभन्दा, अरू ठाउँभन्दा। यहाँ चाहिँ अब चाहिँ भर्खर चिकन रोस्ट आएको छ, फर्स्ट टाइम टेस्ट गर्छु है। यहाँको नाइस पिस यहाँको रोस्ट फर्स्ट टाइम। यहाँको रोस्ट है कुन ठाउँ है? एन्जल होटल गोकुवा। राम्रो छ गोकुवाको पनि टेस्टमा सही लाग्यो। सकिसक्यो। अनि यहाँ चाहिँ चटपटी आएको छ 1 प्लेट अझै। यहाँ चाहिँ रोस्ट आएको छ, फेरि दुई ठाउँ रोस्ट हो। यहाँ चटनी। अझै यति भोक लागिसक्यो, धेरै भोक लागेको छ। अझै टेस्टी पनि उत्तिकै छ क्या, यहाँ आउनलाई मजा नै बेग्लै छ क्या। यहाँ आएर फेरि अझै एकचोटि अब हेरौँ, अझै एकचोटि कहिले काहीँ आउँछु त्यसपछि। यहाँ चाहिँ हाम्रो खाना सकिसकेको छ। कम्तीमा 1 घन्टा जति लाग्यो। अब निस्किने घर, राति भइसक्यो।